कुलमान घिसिङ मन्त्री हुनुभएको छ। शिवपुरीको जङ्गलभित्रबाट मेरा भाइहरूको हत्यारालाई आज आर्मीको नोकभित्र राखिएको छ। मैले भन्ने गरेको छु, आज उनले पर्सि 3 गते टाउको उठाउने प्रयत्न गरेका छन्। खुलम खुल्ला संसद भवन अगाडिबाट महान शहीदहरूलाई आत्मसात गरेर, महान शहीदहरूलाई केन्द्रमा राखेर, जेनजीका भाइहरूलाई केन्द्रमा राखेर भन्न चाहन्छु, कर्नेल मोहम्मद गद्दाफीको भिडियो हेर्नु। सडकमा टाउका काटिएका थिए, बीच सडकमा ल्याएर युवाहरूलाई गोली हानेका थिए। नेपाली युवाहरूले त्यो गरेको छैन। टाउको उठाउने कुचेष्टा नगरियोस्। हाम्रा शहीदका रगतका टाटाहरू, हाम्रा शहीदका जुत्ताहरू, हाम्रा शहीदका चित्कारहरू, हाम्रा शहीदका वेदनाहरू निशब्द भएको पशुपतिनाथको कसम खाएर हामी भन्छौँ, यदि कसैले शहीदको रगतमाथि कुचेष्टा गर्न खोज्यो, कसैले शहीदको रगतलाई कुल्चिन खोज्यो, शहीदको नाममा राजनीति गर्न खोज्यो भने हामी आधुनिक विश्वबाट, डिजिटलाइजेसन इराबाट आजभन्दा 100 वर्ष अगाडिका संसारका महान क्रान्तिहरूलाई एकचोटि निहालेर हेर्न आग्रह गर्छौँ। लुइस साउदौँका टाउकाहरू कसरी काटिएका थिए। यो तपाईँलाई सुन्दाखेरि हिंस्रक लाग्ला। यो मैले सुरुमा श्रद्धाञ्जली भनिसकेको छु। शहीदको रगतसँग खेल्ने, युवाहरूको सपनासँग खेल्ने, युवाहरूको भविष्यसँग खेल्ने, जसले यो संसद भवन छोडेर भागेका थिए, त्यो संसद भवनको उनीहरूलाई माया लाग्यो, जसको बन्दुकले यो संसद भवनको सुरक्षा गर्न सकेन, जसले नेपालको संविधानको सुरक्षा गर्न सकेन, जो मान्छे बालुवाटारको सुरक्षा गर्छु भनेर प्रधानमन्त्री बनेको थियो, जो मान्छे सिंहदरबारको सुरक्षा गर्छु भनेर मन्त्री परिषद गरेको थियो, उनीहरूले सबै कुरा छोडेर भागिसकेका छन्। आज नेपाली जनताले तिरेको करबाट किनिएका बन्दुक, बुट र हतियार र एउटा ट्याङ्करको पछाडि जङ्गलमा लुकेर टाउको उठाउने कुचेष्टा गरियो भने नेपाली युवा फेरि एकचोटि जाग्ने छन् र करप्टेडहरूका अब टाउका छिनालले अर्को महान जेन वाइको विद्रोह हुनेछ। तपाईहरूले जसरी अब यहाँबाट लखेटौँ शिवपुरीको जङ्गलमा लगेर छोड्यौ, बाहरूलाई लखेटौँ भन्दै गर्दा फेरि एमालेका नेताको भाषामा भन्नुपर्दा त ठुली आमालाई चाहिँ प्रधानमन्त्री बनाएर फेरि भन्ने बाटो त दिनुभएको छ, जुर्मुराउने बाटो दिनुभयो नि त। परिवर्तन केमा आयो त? लाखौँ जेनजीहरूले डिस्कटको मिटिङबाट छानिएको प्रधानमन्त्री हो उहाँ। यसको अवमूल्यन गर्न पाइँदैन। यो ट्रान्जिसनल फेडमा छ, राजनीति संक्रमण कालमा छ। बुढाहरूले चलाउन सकेनन् भनेपछि फेरि ठुली आमालाई नियुक्त गर्न मिल्छ? 3 वर्ष जेठो पत्रकार साथीहरूले के बुझिदिनु पर्यो भने उहाँ 5 वर्षका निम्ति राजनीति गर्नका निम्ति प्रधानमन्त्री हुनुभएको होइन, चुनाव गराउनका निम्ति प्रधानमन्त्री हुनुभएको हो। एउटा कुरा यो तपाईँहरूले बुझिदिनु पर्यो। र लाखौँ जेनजीहरूले चुनेको पात्र हो। यो कुरालाई त तपाईँहरूले पनि स्वीकारिदिनु पर्यो नि त, किनकि तपाईँहरू पनि डिजिटल मिडिया प्रयोग